त्यसैले एकचोटि हामीले सबै कुरा फेर्छौँ, हामी घर फेर्छौँ, कपडा फेर्छौँ, खानेकुरा फेर्छौँ होइन, कहिलेकाहीँ बसाइ नै सरेर जान्छौँ, आफ्नो थलो फेर्छौँ। एकचोटि मत फेरौँ भन्ने हो, एकचोटि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै बहुमत दिउँ भन्ने हो। हामीले सबैतिर अपिल गरेर चाहिँ त्यो हुँदाखेरिमा हामी अलिक एकल सरकार बनाएर अगाडि जान सक्यौँ भने देशको रूपान्तरणको लागि बढी काम गर्न सकिन्छ। यो अर्को चाहिँ जहिले पनि मिलेजुलेको सरकार चाहिँ भएको हुनाले पनि हामी अगाडि बढ्न सकेका छैन। अब कुनै बेलामा ल्यायो बहुमतको सरकार पनि ल्यायो, बहुमतको ल्याएर पनि हामीले समस्या समाधान गर्न सकेनौँ। पार्टीभित्रको अन्तर्विरोध कारणले गर्दाखेरिमा ढल्नुपर्ने अवस्थाहरू पनि आयो, त्यसले सकेन। त्यसैले हाम्रो अब कहीँ त्रुटि पनि होला संविधानमा, हामीले एकल सरकार बनाउनलाई धेरै गाह्रो, धेरै अप्ठ्यारो पनि छ अहिले। अब अहिलेको सन्दर्भमा चाहिँ परिवर्तन साँच्चै देशभरिको परिवर्तनको लागि चाहिँ एकल सरकार बन्न जरुरी छ र त्यो चाहिँ हामीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरिदिनुहोस् भन्ने छ। अर्को बुझेको कुरा चाहिँ के छ भने यति धेरै मान्छेले माया गर्दा गर्दै यदि चाहिँ नि भनौँ भोलि राष्ट्रिय स्वतन्त्र पार्टीको मान्छेले राम्रो काम गरेनन् भने सबैभन्दा छिटो र सबैभन्दा कडा सजाय चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको मान्छेहरूलाई, नेताहरूलाई नै दिन्छन्। त्यो कुरा पनि हामीले बुझेका छौँ। त्यही ढङ्गले हामी सतर्क भएर काम गर्छौँ। जहिले पनि गर्नुपर्ने कुरा प्रश्न गर्न छोड्नु भएन। जनताहरूले प्रश्न गर्न छोड्नु भएन। ठुलोभन्दा ठुलो प्रश्न गरिराख्नु पर्यो, नेतालाई पनि राजनैतिक पार्टीलाई पनि। आफ्नो हो भन्दैमा हामीले आँखा चिम्लेर सपोर्ट गऱ्यौँ भने त्यसले मान्छेलाई ठिक ठाउँमा लाँदो रहेछ, यो हामीले देख्यौँ। त्यसैले यहाँले बढीभन्दा बढी प्रश्नहरू, कडाभन्दा कडा प्रश्नहरू, ठुलोभन्दा ठुलो प्रश्नहरू सोधिदिने गर्नुभयो भने नेता, राजनीतिक पार्टी ठिक ठाउँमा जान्छ भन्ने जस्तो पनि लाग्छ।